छोरी तिमी के गरेको? घाँस काटी गरेको हो? काटी गरेको हो? काटी गरेको हो? हाल खस्स गर्ने ल? डोको भरेर लाने ल घरमा। ल है गाइस, मेरो छोरी चाहिँ एकदमै घाँस काट्नुपर्ने मसँग सँगसँगै उसको मान्छे जत्रो डोको त्यत्रै छ है गाइस। हेर्न सक्नुहुनेछ हजुरहरूले। आजभोलि चाहिँ घाँस पाउन धेरै गाह्रो हुन्छ साथीहरू। यस्तै घाँसहरू उखाल्दै डोको भर्दै बाख्रालाई दिनुपर्ने छ। के गर्नु बिचरा होइन, हरियो घाँस खान नपाएपछि बाख्राहरू कति कराउँछन् के। हेर्नु त साथीहरू मेरो नानीको हालत। मैले अस्तितिर चाहिँ बिरुवा रोपेको देखाएको थिएँ अनि उसको हालत पुरा त्यहाँ कुकुरसँगै खेलिरहेछ। जोस् रमाइलो छ। अब यो बालापनमा रमाइलो नभए कहिले हुनु होइन साथीहरू। अब रमाइलो हुने भनेको नै यही बालापनमा हो। अब हाम्रो उमेरमा त कहाँ रमाइलो हुन्छ र होइन। अझै डोको बोकेर घर जाँदै। छोरी घाँस बोकेको घर जाँदैछौँ हामी चाहिँ। बोक्न नजानेपछि कस्तो बाउको के लाग्छ हो नि? बोक्नु जानेन? चुल्ही पनि ती 3वटा छ छोरीको है हो नि? जोस् अल्छी लाग्दा चाहिँ बोल्ने साथी हुन्छ। गाइस हामी चाहिँ घर आइपुग्यौँ। त्यो बाटो चाहिँ के अरे जान्छ अब यो? सकेन तल जान? सकेन? डोको बोक्ने तरिका बिचरा।